ल हाम्रो पञ्चमीको साकेलामा खानतिर लाग्यो दिदी आमा यहाँ स्वागत गर्ने हाम्रो चेलीबेटीहरू माइती राजाहरू यहाँ सबैलाई सधैँ त पर गेटमा गर्थ्यो त अहिले त यहाँ पो रहेछ त साकेला थानमा जाने बाटो पुरा सिँढी पनि ट्याक ट्याक बनाएको रहेछ रहेछ फर्किसकेछ त धामी अन्त अब बनाएको ठुलो बनाएको रहेछ यसपालि नयाँ यहाँ चाहिँ पुरा यी साकेला थान यस्तो छ साकेला थान भर्खर बिहाको रहेछ मगर चाहिँ त्यहाँ मयूर त कति राम्रो दुईटा मयूर धेरै रहेछ माथि हरिणहरू पनि बिहाको रहेछ जरायो हो जरायोले बच्चा बिहाको रहेछ हिँड्दैछ उता गयो मजुरको ऊ चाहिँ कति लामो हो पुच्छर चाहिँ एउटाको त कति लामो नि खै कहाँबाट उयो दिएको होला नि अनुदान दिएको होला नि हौ कसैले दिएको होला एउटा त विमल बाजेहरूको होला मजुर के ऊ त्यो क्या त त्यत्रो छ ल त धर्नै रहेछ एउटाले पनि मजुर छ भने हिँड्छ शोभा दिदीहरू आउँदै हुनुहुन्छ पुरै पिकनिक पनि हुँदैछ त यहाँ हाम्रो मिसहरूको टोली चाहिँ मन्जु मिस अनि टिका मिस के मिस पो उहाँको नाम चाहिँ युनिसा मिस अनि यता रोशनी मिस उहाँ हाम्रो बहिनी यता मनकुमारी सीता लिम्बुज्यू म चाहिँ विष्णु कुमारी राई त्यत्रो खाइसक्दैन है त्यहाँ लाएर खानु नि हो त्यो लाएर ल साकेलामा उता आयो है नाच्नु ल म त खाँदिनँ है साकेला पुरा सुरु भइसक्यो बाउ यता हेर्नु साकेला हेर्न आएको उहाँ पुरा बस्ने ठाउँ टारमा बसिरहनु भएको छ